गाना सुनेगा ल किरिसका गाना ओ ओ के भयो छिटो काट न रात पर्न आँटिसक्यो के हो फोन पो चलाइबस्छ अहिले म फोन मान्छे अहिले म कहाँ पुऱ्याइदिन्छु अन्त तिमी म यो दौरा लान्छु यो दौरा रेडी बनाइरहेछु त म त अझै म चाहिँ यत्रो भारी बोक्नु तिमी चाहिँ यति यो दौरा बोकेर जाने यति पर यहाँ कत्रो कत्रो मुढा छ नि देखेनौ के हो कति म गर्नु चाहिँ सक्छु अन्त एक्लै लानु यो ला मोरा उयाम छ उया माथि पनि छ कसरी लानु म किन सक्दैनौ अझै एक बारी घाँस हौडेको नगर बेसी अहिले लाज हुन्छ है एक बारी घाँस पनि दुईजनाले बोक्यो भने चाहिँ अहिले म छिटो गर भन्दैछु कि अहिले राम्रो मुखले अन्त कोही बेला त यसो पालो पनि थियौ न हौ घाँस काट्नु घाँसको भारी बोक्नु कस्तो हुन्छ तिमीलाई पनि थाहा हुनु पर्यो नि त्यही पालो देखेर त आएको त तर आधी आधी सकाउनु त पर्यो नि त अन्त म खाली हात घर जाने भए पो यसो दौराहरू बोक्नु दौरा छ घरमा पर्दैन लानु तिमीले दिन्छौ दौरा चाहिँ फलाम जस्तै हो क्या डेली चाहिन्छ दिनमा कति भारी दौरा सक्छ कि पकाउँदा होइन हौ एकछिन त्यो फोन चलाउनु भन्दाखेरि त्यसै सकायो भने हुन्छ त हौ रिल्स बनाउँ भनेको यहाँ दामी आउँदो रहेछ नि हे प्रभु के थाहा हो बिस्तारी काट म त काटिदिन्छु मात्रै नि लाने त अलिकति नै हो सबै त फिलिक्कै लान्छु औ साथी भन्दा तिमीलाई एउटा कुरा भन्नु छ हौ औ भनेको हौ के भयो एउटा गीत ट्रेन्डिङमा चल्दैछ तिमीलाई थाहा छ के किरिसका गाना सुनेगा ल किरिसका गाना सुना अब बेसी तमासमा पार्को बेसी सुनेगा किरिसका गाना सुनेगा